नमस्कार सबैजनालाई स्वागत छ फेरि एउटा न्यू भिडियोमा र आजको न्यू भिडियोमा तपाईहरुको लागि फेरि एउटा न्यू आइपिओ आइसकेको छ र आजदेखि नै खुलेको छ फर जनरल पब्लिकहरुको लागि जसको नाम छ बुजुङ हाइड्रो पावर। त सबै जानकारी यो भिडियोमा तपाईहरुलाई दिनेछु। भिडियोलाई लास्टसम्म हेर्दिनु होला। भिडियो राम्रो लाग्छ भने भिडियो लाइक गरिदिनु होला र आफ्नो साथीभाइहरुसँग पनि शेयर गरिदिनु होला। छिटोभन्दा छिटो 500 सब्स्क्राइबर च्यानललाई कम्प्लिट गराइदिनु होला। अब बुझौं कति किताब खुलेको छ, कति जनालाई मतलब कति किताब खुलेको छ, कति प्राइज रहेछ, कुन इस्यु म्यानेजर रहेछ। फर जनरल पब्लिकको लागि इस्यु शेयर 8,30,000 किता रहेको छ र इस्यु प्राइस 100 पर किता रहेको छ र इस्यु म्यानेजर कुमारी क्यापिटललाई दिएको छ र यो आज माघ 12 गतिदेखि लिएर माघ 15 गतेसम्म खुल्ने छ र यो प्रोजेक्ट जो रहेछ यो हाइड्रो पावरको तरफ रहेको छ। क्यापेसिटी 7.5 मेगावाट निकाल्ने छ। वैशाख 2081 मा यो कम्पनी स्टार्ट भएको थियो हाइड्रो पावरको र धेरै दिन पनि भएको छैन। यसको ईपीएस रेट अलिकति कम रहेछ, अलिकति रिस्की पनि रहेछ। लेकिन तपाईहरु मतलब पैसा लगाउनु हुन्छ जस्तै 1000 रुपैयाँ तपाईहरु लगायो भने नपड्यो भने त्यो पैसा रिटर्न भइहाल्छ 5 रुपैयाँ काटेर। त यति रिस्क पनि छैन। तपाईहरु यो आइपिओलाई राम्रोसित अप्लाई गर्न सक्नुहुन्छ। पर्छ भने मजाले 3-4 हजार 5,000 6,000 जति हुन्छ त्यो जान्छ किनकि हाइड्रो पावर सेक्टर हो, यति नै जानै पर्छ। त यस्तै मिनी अपडेट, यस्तै राम्रो अपडेट तपाईहरुलाई चाह्यो भने शेयर यात्रालाई सब्स्क्राइब गर्दै बस्नु होला र यस्तै इन्फर्मेसन भिडियोहरु मिल्छ टिकटकमा पनि फलो गर्दै बस्नु होला। धन्यवाद।